सो हेलो वाट्सएप केटा के छ वेलकम ब्याक टु माई भिडियो। अनि भ्लग चाहिँ धेरै भयो त्यो लामो नआएको होइन, त्यो अब हल्का यताउति बिजी बिजी भनौँ न, त्यस्तै त्यस्तै भएर हो। सो आज चाहिँ हामी जाँदैछौँ कता त भन्दाखेरि कता अरे अरमाला कोट होइन। यहाँबाट सुरुमा चाहिँ नयाँ बजार जाँदैछौँ हाम्रो यो बाइकको चाहिँ रिपेयरिङ गर्नको लागि। अनि त्यस पछाडि अरमाला कोट चल्दैछ होइन त। सो बाइकको चाहिँ त्यस्तो खासै केही प्रब्लम होइन, त्यही त्यो साइड लाइट हल्का त्यो तार के भएछ त्यही भएर हो केटा। साइड लाइट र सकमा हल्का लिकेज। हाँ? साइड लाइट अनि हल्का सकमा लिकेज। सस्पेन्सनमा हल्का के देखा परेर अनि यहाँ चाहिँ नयाँ अब यस्तो छ पोखराको मर्यो। अनि त्यही एउटा अरू त भन्नु त्यस्तो केही छैन। त्यो भ्लग धेरै वर्ष नआएको, नेभर माइन्ड होइन। अब आउँदै गर्छ डेली डेली, नभए सेकेन्ड दुई दुई दिनमा कि त विकली चाहिँ फिक्स आउँछ केटा है होइन त। हो त्यो भएर अनि बाँकी यस्तो छ। पोखराको पनि अहिले हालत त सेलाइरहेको है आजकल पोखरा, पहिलाको जस्तो छैन है। वेदर त्यस्तै छ अनि त्यही त नि। पानी आइदिँदा पर्छ नि त। अहिले अहिले केटा 2-4 दिन भयो यो पोखरामा चाहिँ लाइक अब कस्तो पानी पानी चाहिँ धेरै परिरहेको कि, मतलब त्यो ठुलो पानी पर्दैन, घामपात लाग्दैन, मौसम यस्तो हुन्छ, मसिनो पानी पर्छ कि। अनि त्यो चाहिँ खिच्नुको नि अब अहिले पन्ध्र केटा त्यो भ्लगमा चाहिँ मजा हुन्छ। अनि बाहिर बाइक चाहिँ हाम्रो एडभेन्चर दादाको हो होइन त, कहाँ केटाहरू ल केटा हो फाइनली आउन आउन लागिसक्यो है। चाहिँ हाम्रो ठ्याक्क महेन्द्र पुलदेखि तल नयाँ बजार पोखरा 5 होइन। यहाँनिर चाहिँ नगरपालिका गाडी अनि यहाँ चाहिँ नगरपालिकामा छ यहाँनिर। सो यो चाहिँ हाम्रो एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क यहाँको सोरुम, यहाँनिर चाहिँ पेट्रोल पम्प। सो गाडी फिराउनु भयो आउँदा हुन्छ है, दामी दामी छ यहाँनिर टिभीएस सोरुम, स्यान्डकहरू पनि छ टक्क। अब ग्यारेज चाहिँ जान लाएको यहाँभित्र रहेछ, मलाई पनि थाहा थिएन है केटा कहाँ हो भनेर चाहिँ। आयो केटा हो ल, बाइक चाहिँ यस्तो छ केटा होला। कन्डिसन र साधनहरू किन्न आयो नि। यहाँनिर साधनहरू किन्न आउँदा नि हुन्छ, जो देखाउनु मिल्यो होइन। मलाई फेरि हड लाग्छ के नभएर होला कि सुकेटा यस्तो छ यहाँनिर। सेकेन्ड ह्यान्डले पाउँछ क्या होला। ए रिकन्डिसन हाउस रहेछ केटा हो, सही है ल। टिभीएसको ह्यान्डल स्यान्डल यिनीहरू कन्डिसन त राम्रै देख्छु म केटा है, त्यस्तो ब्याडको छैन। क्लच पनि स्मुथ छ होइन, यो पनि न्युट्रल पनि इन्जिनको जाँदो रहेछ। सही सही छ केटा हो। एनएसए मन पऱ्यो मलाई 20 लाखको। सही अस्ति राम्रो रहेछ। अनि के भन्छ यस्तो भयो कि यो चाहिँ फेरि एनएसमा फेरि अलि आग लागि बढी हुन्छ नि त। ए त्यही भएर नि ब्रेक पनि अलि प्रब्लम हुन्छ कि एनएसमा। अनि त्यो त्यो त हो यार, धेरै हिट भयो भने त ब्रेक झाप्पा लाग्दैन। एउटा विगो सिगो चाहिए पनि छ है। त्यही यो प्रब्लम चाहिँ हाम्रो साइड लाइटमा थियो भर्खरै, यहाँबाट दाइले कता कताबाट के गरेर यसरी यो क्या गरेर मिलाइदियो होइन। बोले यताको बोलेन नि त, उताको बोल्यो फेरि बोल्छ त, कहिले बोल्ने कहिले नबोल्ने गर्छ। त्यो स्विच तिमीले मिलाएर हाल्नु न, त्यो स्विचको फुल होल चल्नु छैन अब पनि भयो बाइक त जति धुने त्यस्तो चलाउने पारे हावा आयो नि त अहिले। बस्दा हुन्छ। 16 केटा हो यहाँबाट निस्किएको होइन। अब यहाँबाट सिधै पेट्रोल होइन त दादा।
ए के हो रे बोर्ड छ कि नै एसएस भेहिकल्स जोन हेलो यहाँ रहेछ केटा भिकल जोन सेल्स हाउस रहेछ है अनि उतापट्टि पनि एउटा एक्सआर बाइक देखेँ मलाई चाहिँ फोक्का लाग्यो 160 रे राइडर्स अटोमेटिक लगेर बाटो चाहिँ यहाँबाट यता माथि महेन्द्र पुल यता तल चाहिँ पुल जाने बाटो भयो यस्तो जग्गा सो यस्तो छ केटा ल त्यही हो अब चल्दिस् यहाँबाट भनेको हाम्रो दादाको घर राख्नुपर्छ होइन दादाको घर गएर अनि एकछिन त्यहाँ बसेर फेरि अर्को साथी आउँदैछ त्यो साथीलाई बोलाएर फिक्स छैन आउँछ क्या हुन्न तर फिक्सै छैन है केटा आउँछ कि आउँदैन भनेर चाहिँ यहाँ आइसक्यो ओहो लाइन बस्नु पर्दो रहेछ तँलाई केटा पेट्रोल हालेर निस्किसक्यो ओए केटी भनेको चाहिँ मलाई त्यहाँ एउटा ठाउँमा बाइक हेर्न जाने रे होइन होइन दाइ त्यहाँको चाहिँ बाइकहरू राख्छ अरे बिक्नमा अनि यसो हेरिदिउँ न होइन बेला आउँदैछ अब त्यही हो अनि बाइक साइक हेरेर निस्किने डट हेरौँ न कति पर्छ फेरि कन्डिसन टेस्ट हान्न दिन्छ कि नै बुझ्न जाऊँ न नभए मलाई चाहिँ केटा सकेसम्म लाइक डट बाइक नै त होइन तर डटै निकाल्न मन छ क्या भोलि होइन अब उता आरएक्स आरएक्स चाहिएको थियो केटा मलाई चाहिँ मेनली भनेको क्या दामी ए सेम रहेछ हाम्रो र त्यहाँकै हाम्रो यो र त्यहाँको यो सेम रहेछ केटा डिफ्रेन्स छ नि फेरि पछि यो भनेको यो आरएक्स चाहिँ सक्यो है के छ दादा बेनेली पनि रहेछ होइन 250 को होता है सेल भन्छ कि 250 के डट चाहिँ सेल हुन्छ अरे यस्तो यस्तो बाइकहरू पाउँदैन त म्युजिक अझै मलाई यो मन पऱ्यो यसको बडी गर्दा त 215 त्यो 8.215 ल सही हो सही त्यो बाइकको चाहिँ 2.15 भन्नुभयो हाम्रो दाइले होइन दाइ दाइको दावा अनुसार चाहिँ यो 2.23 को छ अरे केटा हो है मैले त 150 को बनाइरहेको क्या ल केटा सही हो हामी निस्किसक्यो फेरि यहाँ आरएक्स चाहिँ रहेछ यो आरएक्स पनि राम्रै महँगै होला यार केटा यार आरएक्स यसको दाम साउन्ड बाई राजा अनि यसको साउन्ड त्यही त नि होइन बुलेट त फेरि अर्को डट देखाउनु नि ए डट नि छ त्यही अर्कै ठाउँमा हो ल केटा हो तिमीहरूलाई चाहिँ अब बाइक साइक किन्न पर्ने भयो चाहिँ हाम्रो दाइसँग कन्ट्याक्ट हान होइन दाइले चाहिँ दामी दामी ठाउँ चिन्दो रहेछ दाइले फेरि अब डट हेर्नु जाने भन्दैछ त्यो दाइले अब कहाँ हुन्छ हेरौँ होइन केटा हो पुरानो मोडलको हुन्छ नि त के भन्छ त्यसलाई बिहार बिहार के बिहार मिठो बनाएर आइसक्यो भाइ एउटा ए हजुर जाँदाखेरि त्यहाँ थियो अब अहिले त छ कि नै भन्ने कुरा हो होइन उठायो कि त्यहाँ डटहरू पाउँछ क्या मिठो मिठो मलाई थाहा भयो अनुसार त्यहीँ जाऊँ न एकचोटि डट त फेरि यो एक्सआरहरू नि गाह्रै हुन्छ होला नि पाल्न पाल्न त तेल धेरै खाने हो होइन तेल धेरै त मतलबै भएन नि तेल त हालतमा केही भएन त्यो माइलेज दिन्न खर्च त भइहाल्छ नि माइलेज त डट बाइक भनेपछि धेरै भयो भने 2 लिटरको बाइक त हो 10-15 दिला नि 1 लिटरले त्यही त नि सोक्रा हो भाइलाई बाइक देखाउनु जाँदैछु म चाहिँ मुला होइन सबजनालाई सब्सक्राइब हान्छु मुला अनि यसो बाइक साइक अब कताको कन्डिसन ठिक हुन्छ यताउति लाग्छ भने चाहिँ मलाई कन्ट्याक्ट हान्दा हुन्छ भन्दा हुन्छ यहाँ त भाइ डेन्जर तर यो नि चलेको केटा हो यहाँ चाहिँ महँगो लिन्छ भन्ने कुरा आयो यस्तो महँगो नि लिन्छ तर कन्डिसन चाहिँ फेरि दामी हुन्छ नि यहाँको त्यो तर यस्तो मेन भनेको चाहिँ मैले कन्डिसन चाहिँ दामी हुनुपर्छ बाइकको अब इफ अब बजेट छ तिमीहरूसँग कन्डिसन राम्रो चाहियो भने चाहिँ यहाँ आउँदा हुन्छ अब बजेट अनुसार के भने चाहिँ मलाई ढुक्क भन्दा हुन्छ एउटा हाम्रो दाइ चाहिँ मलाई चाहियो है त बल्ली बल्लीमा पुरा ठाउँ ठाउँमा लगेर दाइ छ
यो हो कि जस्तो लाग्यो मलाई त बाइक यार एज एक्सपेक्टेड लग रहा है सही उयो सुरु में एज हो रहा है बवाल तपाईँ पनि चिनेकै त होला नि चिनेको भन्दा लग रहा होगा सुरु में उयो त क्याफे बाइक हो गया क्याफे रेसर ल नै मैले एज बनाएर 260 CX रहेछ होइन सही होला हाइट हाइट म्युजिक हाइट मिल्नु चाहिँ कम्बरसम्म है सही हो तर आम साउन्ड पनि मजा छ सुग्रा यहाँबाट अब निस्किँदै हाम्रो त यहीँ ए यो होन्डा सर्भिस सेन्टर ऊ त्यहाँ यता रहेछ केटा त्यही एउटा CRF त 22 पर्दो रहेछ है नेपालमा नयाँलाई पर्दैन भाइ यार नर्मल्ली नै 22 भनेपछि त मलाई सेकेन्ड ह्यान्डमा नि कम्तीमा त 10-12 त पर्दो होला नयाँलाई चाहिँ अब मैले भर्खरै डट बाइक हेरेको मलाई डट बाइक किन्नु मन लागेर केटा यार अर्को डट हिँड्नु जानु अर्को पनि छ उता माथिकोमा हेर ल फेरि केटा अब माथिकोमा जानु लाग्यो होइन अलिक तल्लो तल्लो ठाउँ अहिले चाहिँ अघि नै मैले देखाएकै ठाउँमा होला मलाई भन्छु जहाँसम्म लगाइरह सो केटा अब स्टे ट्युन भएर एक्सपेक्टेड होइन यहीँ रहेछ नभन्दै यहाँको पनि अब रिभ्यू पनि हुन्छ मैले नि यो टिकटकतिर त डेन्जर देखिरहेको हो मलाई यहाँ आउन मन थियो अनि किन अब मैले आउने भनेर त सोचिरहेको थिएँ तर मेसो मिलेको थिएन आज चाहिँ मेसो पनि मिलिहाल्यो यहाँको चाहिँ हाम्रो दाइको लाइक पहिल्यैदेखिबाट बवाले हो क्या नेपाल खाएको भन न पोखरा खाएको नेपाल खाएको भन्दा नि फरक नपर्ला भाइ एकछिन हेराख्दै नि हुन्छ होला नि ऊ त्यहाँनिर हाल्नु न बिहान छ सो यहाँ हेर्न होइन ल दादा के होला भाइ हाम्रो यसो बाइकहरूको बारेमा बुझौँ भनेर कि यो RX होइन त कसरी छ नि यसको ए 232 उयो याचहरू यो हेयर सेक्सी लाग्यो यार डबल साइलेन्सर होइन डबल साइलेन्सर कति यसको कति छ एक्सन एउटा यसको 86 हुन्छ है तेह्र 14 पर्छ आज तर GR7 नि राम्रो हुँदो रहेछ है मलाई चाहिँ सुरुमा त्यस्तो थाहा त्यति हुन्छ जस्तो लाग्छ केटा है तर मेरो ठिकै हुँदैछ मलाई चाहिँ साइनिङ अब मन पर्ने मलाई चाहिँ एक्सपल्स भन्दा चाहिँ XR-मा आँखा भयो क्या भन्थ्यो यसको हुरियो निकालिदिने अनि ग्राफिक चेन्ज हानिदिने त्यसको साइड त्यत्तिकै दामी देख्नु पर्ने होइन केटा यो निकालिदियो अनि यो राखेर नि त्यस्तो ब्याड त छैन यार एक्सन त हेरिरहेको यसलाई फेरि पाल्न फेरि गाडमा दिनदिनै 10-5-10 हजार त खाइरहेको हुन्छ म यो कसरी छ 390 NS-हरू पनि रहेछ ड्युक पनि रहेछ दाइ बुलेट हाम्रो कसरी छ नि मलाई फेरि सबै थाहा ए चिन म फेरि अफरोड हिँड्ने भएर नि डट बाइक नै हेरेको है सकेसम्म सिङ्गल ट्याप ओके सर छैन चोक तान्न पर्यो हेर्नु पर्यो नि सो हाम्रो दाइ चाहिँ यहाँको ल दाइले चाहिँ देखाउँदै हुनुहुन्छ कसरी छ दाइ यसको 5,80,000 5,80,000 3.5 सम्मको छ कि नै बुलेट कुनमा यो चाहिँ 3.5 सम्म रहेछ
त्यो सकिँदा हो यो मिटाइ सकेन मिटाउँदै रहेछ यो फेरि यो पनि स्टार भनेर पनि 30 कति रेलै 2.5 3.5 भन्नु सोध देख्छु दाइ यसो कति भन्नु भयो अरे लगेर यसको चाहिँ 350 मा आउँछ 350 ल 350 सम्म आयो होइन अनि यसको कसरी छ दाइ यो त 22 अर्कै हो यसको चाहिँ 440 सम्म आएको हो लगेर हो यहाँबाट नि अब निस्केको यहाँको चाहिँ मलाई यो एउटा यो मन पर्यो एउटा आरएक्स त्यो मन पर्यो यस्तै छ केटा हो अब बाइक लिने बेला नि भइसक्यो अब डट बाइक हेरेको डट बाइक निकाल्न मन लाग्थ्यो तर डट बाइक त त्यस्तै केटा हो त्यो अलि बेला होइन त पाल्न गाह्रो हुन्छ नि अहिले गाह्रो हुन्छ केटा हो अलि व्यवस्थामा आइसी चाहिँ डट बाइक निकाल्नु पर्छ अहिले भनेको बुलेट 350 मा नि दामी आउने रहेछ यदि बाबाले मेरो भ्लग हेर्दै हुनुहुन्छ भने ल बाबा बुलेट निकालिदिनु होइन अनि निकालिदिनु तपाईँको छोरालाई भाइलाई एकदम मन परिरहेछ बुलेट बाइकहरू होइन छोराको अब इच्छाको पुरा गरिदिँदा हुन्छ त्यही केटा अब कमाइ कि बाउलाई हेरिहाल्छ होइन अभियसली हो भाइको बानी राम्रो छ नि त पुरा मलाई थाहा छ हाम्रो बाइले मलाई भोलि राखेको सो त्यस्तै छ केटा अब हेरौँ त्यो भनेको त अलि दसैँ तिहार अब चाहिँ दसैँ तिहारमा आउँछ केटा साधन है टु बी अनेस्ट दसैँमा चाहिँ अब मेरो गएर यताउति के कागजात डकुमेन्टहरू मिलाउनु पर्ने छ त्यो पछाडि चाहिँ अनि आउँछ होइन अहिलेलाई चाहिँ यस्तै यस्तै छ भनौँ न त्यो तर पोखरा सिटी थोक्दा हो नि है पोखरा भन्थ्यो पोखरै तर मलाई चाहिँ अब म यहीँ जन्मेको भएर पनि त्यस्तो बवाल त लाग्दैन त्यति ठुलो पनि लाग्दैन त्यस्तो खोक्का लाग्दैन होइन तर खोक्का चाहिँ खोक्कै हो खोक्का त खोक्कै भन्छ कि अब बाहिर केटाहरूले तर काठमाडौँ पनि बब्बाल छ फेरि मलाई भन्न मिल्दैन त्यस्तो होइन बवालै छ नि काठमाडौँ नि बौद्ध हेरौँला मिठो नि ठाउँ त फेरि त्यस पोखरामा चाहिँ अब यो चाहिँ त्यो हिमालको अब छेउ भयो जाडो महिनामा नि फेरि हरिब जाडो हुन्छ गर्मी महिनामा धेरै गर्मी हुँदैन होइन अब हामीलाई त गर्मी लाग्छ मलाई यहाँ जन्मेँ हुर्कियो टाइपको तर बाहिरबाट आउने केटाहरू मलाई बाहिरबाट आउने मान्छेहरूलाई चाहिँ फेरि गर्मी महिनामा पनि जाडो लाग्दो रहेछ भनेको भाइ यार चितवनबाट एउटा आन्टी आएको थियो कि मेरो होइन यही महिनामा गर्मी महिनामै होइन हुत्लाएर बस्दै थियो क्या म त्यो भन्छ पुग्छ न ल चिकनतिर त अब गर्मी हुन्छ नि त यहाँ आयो यहाँ जाडो हुन्छ पोखरामा बस्नेहरूलाई थाहा होला होइन त्यही हो त्यही गरम महिनामा महिला घुम्न जाने प्लान छ नि कहाँ हो पोखरा आउँदा हुन्छ जाडोमा चाहिँ किन आयो नि आयो नि भन्दा जाडोमा नि अब बुला आउन त आयो तर तातो तातो कपडा लाउ मुला हिमालको चिसो अब खाँदाखेरि फेरि भोलिपल्ट मुला पानी पनि औषधि खाँदै बस्नु पर्ने मेरो कलेज जाने बाटो यता होइन हामी यता चल्दैछ सो त्यही हो अब के भन्ने त अब खै दादाको घर आउँदैछ कहाँ हो दादाको घर आउँदैछ पुऱ्याउँदाखेरि होइन तर ट्राफिक रुल्स फलो गर्नुपर्छ कडा मुला कुदाउँनु हुँदैन त्यही भएर मैले यस्तो 20को स्पिडमा लिएर हिँडेको छु मुला तर 30 पनि कस्तो चल्ने जस्तो लाग्यो अरू बेला फेरि लाग्दैन नि त्यस्तै लाग्थ्यो त यो ठाउँमा साथी होला साइडमा जानुपर्छ अब हामी अब त्यही केटा म अब यहाँ दादाको घर आएको अब घरबाट निस्केपछि भेट्छु ल केटा अब चाहिँ यहाँ दादाको घरमा हो अनि तिम्रो नाम के अरे यहाँ हो यिनी आशिका तिमी चाहिँ यिनी चाहिँ विदेशी जस्तो छिन् है सानिया रहेछ यिनी ल यता विदेशी रोजिना हो तिम्रो ल केटा यिनीहरू चाहिँ ल यिनी चाहिँ विदेशी जस्तो छैन नि खै कहाँको नि ए लुकेको हेर्न लुकेको तिमी नि विदेशी जस्तै छौ डर लाउँछ लाज लाउँछ सुकेटा हो त्यस्तै छ अनि यहाँ चाहिँ यसो लाइक दाइले खानासाना खानु भएको थियो अनि यहाँ फसेको सो
सो अब मैले भनेको चाहिँ केटा अब ए होइन त्यहाँ पानी लिन जाने भन्दै थियो क्या दादाले हाँस्देऊ अब हो र ओए ओ तिमी त हिरो नि हो ओए 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 ए यिनलाई देखाइदिन्छु क्या म त यिनलाई लजाएर हेर त लुकेको लुक्यो 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 ल लसो केटा हो यहाँ पानी पनि लिएर आएको थियो अब पानी ल्याएर ए त्यो केटा हो हालत औडा भयो नि त अनि पछि दाइलाई हेर न यहाँ चिनी कस्तो भएको स्कुटरहरू बाइकसँग दाज नआएर हुन्छ 125 सीसीको स्कुटर ल्याएर मैले दाइलाई डदाएर हुन्छ सक्दैन नि फेरि पछि लसो केटा हो हामी चाहिँ यहाँ नदीपुर चौकीनिर आइसक्यो अब कहाँ जाने भन्ने चाहिँ मलाई थाहा छैन है अब बुढोले कहाँ लैजान्छ भन्ने कुरा हो यहाँ यो अगाडि के त्यो चौबत छ नि आउँथ्यो नि त म सधैँ त्यो आएको त कस्तो याद आइदिरहेको नगर नि भाइ यार हेर न त्यस्तो त्यस्तो राम्रो हेर राम्रो हुँदा किन हाम्रो चाहियो हो क्या अब होइन लसो त अहिलेको पछि मौसम पनि बवालै छ है अनि अरू त त्यस्तै हो जुत्ता नर्दाखेरि पनि ठिक छ हुन्छ नि त तर त्यही खालको जुत्ता अरू ठाउँमा पनि पाउँछ नि त या जस्तै अब मैले एउटा ठाउँमा एयरफोर्स हेरेर त्यहीबाट किन्नुपर्छ भन्ने त छैन एयरफोर्स त जहाँ पनि पाउँछ होइन त केटा बाइकको पिकअप चाहिँ ठोक्क हो कि उकालो पछि नै थाहा है कस्तो गाह्रो पर्छ यहाँ भनेर ल यहाँको गाह्रो आराम से एउटा मान्छेलाई हिँड्न आँट्यो ए लगेर यहाँ आइसक्यो हामी नि तर उठाउन चाहिँ कसलाई उठाउन आएको भन्ने थाहा भएन हजुर केटा हामी चाहिँ फेरि यहाँ कार यो एबिसी हो क्या होइन एबिसी फुटसलमा हाम्रो दादाहरूलाई कुर्दै यहाँ हाम्रो अर्को दादा होइन टेन्सन दादा ह्यान्डसम दादा यो अर्को ह्यान्डसम दादा यो दादालाई त फेरि कसले सक्छ र होइन त त्यही भएर अब यहाँ एकछिन कुरो होइन दादाहरू आउँछ अनि चल्दिस कार्य हामी जानु लाग्यो अहिले नयाँ बिर्सेँ यार बाघमारा सही केटा हो यहाँ चाहिँ गेम यस्तो चलिरहेको छ ल किन यार फोन नै उठाउनु लगेर पिस आउट हाम्रो यो के अरे दाइको नाम सन्देश हाम्रो सन्देश दादा पनि आइसकेको छ ल दाइ केही भन्नु त भाइको लगमा है बुढोले के हो भनेको ल को जाने हेर हामी नै हो क्या तिमी एक्लै हो सुन्नु एकजना होइन उसको स्कुटरमा हाल्न मिल्दैन क्या किन उसो हरेक तपाईँकोमा हाल्नु पऱ्यो एउटा अरू केही हो कि अन्त दाइको कपाल चाहिँ दक्कड हो है जेसुकै होस् हेर बुढो हाँस्यो के भन्नु पर्यो तिम्रो म सिङ्गला हुन्छु उसले दसैँवटा हातबाट लगायो भने लगेर अब पानी पनि परिसक्यो है ढोका हान्न थाल्यो पानीले सो यहाँबाट निस्किदियो एउटा ल हाम्रो दादाले स्कुटी चलाउँछ भन्ने कुरा गरेर होइन दादा लगेर अब चाहिँ यो बुढोले मलाई आफ्नो बाइकले हेप्यो होइन आफ्नो बाइकको मतलब यसलाई न्युट्रल हाल्नु दिएको टक्क लाएर सिक्सी देखाइदियो लगेर अब बाइक यस्तो दामी छ किन्ने भए जम्मा 2-10 होइन 160 दिन्छु म उसलाई म चाहिँ मिठो वाटर दिन्छु सर्भिसिङ 1.5 वर्ष फ्री ब्याट्री वारेन्टी 1.5 वर्ष इन्जिन वारेन्टी पनि छ अझै दिएको 1.5 वर्ष नि 1 महिना हो कन्डिसन यस्तो दामी छ नि म चाहिँ कसम चढेर हिँडेको पिकअप सिकअप सब बवाल छ हिँडी भए चाहिँ सन्देश दाइलाई चाहिँ फोको हान्न मजा आइरहेको होला चाहिँ मिठो हो लगेडा हो म चाहिँ बाघमारा नि भएन आलमारा चोक नि भएन अब कहाँ अरे धम्बुसतिर भन्ने कुराहरू चाहिँ के अरे बुढो ल हाम्रो उहीको दादा हेलमेट चाहिँ खोक्का हो क्या दाइको कस्तो हाम्रो बाइक यहाँ दाइले चलाइरहेको है हामी फेरि स्कुटरमा सिट भयो बुढोले झलाउँछ अरे क्या गिफ्ट सेयरिङ
के भन्छ अरे त्यो मुजी सिफ्टिङहरू हान्न झ्याउ लाग्छ अरे क्या बुढोलाई, त्यही भएर बरु स्कुटरमा होइन भाइ आनन्द भन्ने कुराहरू त अहिले होइन त। तर हो त्यही भएर पनि मैले स्कुटर किन्न खोजेको हो क्या, त्यो सिफ्टिङ हान्न झ्याउ लाउँछ क्या। पानी भइसक्यो केही नै छैन त्यो नि हो, तर सुरु फर्स्ट साधन नै अनि बाइक लिग्यो क्लच फेरि सच यस्तो नि त हान बाइक सिकेपछि फेरि अँ बसेपछि फेरि स्कुटर फेरि काट्नु जस्तै नि भाइ। त्यो त हो। केटा यहाँ दायाले चाहिँ धम्पोस् भन्ने कुरा गर्यो, त्यस्तै हो क्या केटाहरूको प्लानै कहिले फिक्स हुन्न कि, त्यही भएर पानी चलाउनु। पऱ्यो कि मेन चाहिँ अनि बाघमारा नि अब के खास के भयो अरे बाघमारा चाहिँ पानी पऱ्यो अरे कि उता, त्यति त ठुलो पानी पऱ्यो भन्ने कुरा भयो। अनि यता धम्पुसतिर यता पर्नु त पर्छ होइन धम्पुसमै जान चाहिँ के भएछ र फेरि? माझटुप्पोमै अँ अब अहिले नजाऊँ भन्ने कुरा होला नि केटाहरू। अब यार प्रब्लम माथि प्रब्लम आइरहेको केटा हो है, यस्तै त हो मुजी। आम्माजी एकछिन भयो भाइ अरू सक्यो त भाइ भाइ तिमी दाइ हुँदा त ढुक्कहरू त्यही भएर केटाहरूलाई यता सिटी रहेछ है, टु बी अनेस्ट मलाई पनि थाहा थिएन। अब चाहिँ केटा हो दिनमा हप्तामा 3टा भ्लग चाहिँ स्योर आउँछ ल होइन, यो कुरा चाहिँ हाम्रो दाइले यो हाम्रो दाइले दावा गरेको कुरा केटा हो, हप्तामा लामो हिँडेर भयो नि बनाइन्छ मुजी ब्लग। हिँडेर भयो नि, अब साधन मुजी त्यस्तै हो, पेट्रोल फ्लग हुन्छ होइन, हिँडेर भयो नि अब दिनमा त्यस्तै के भन्छ अरे मुजी हप्तामा 3टा चाहिँ आउँछ केटा होला। ल ल ल त्यही केटा मैले जियोसोभेन्टी त बनाएको छैन नि त होइन, मलाई मुझे वर्थ इट हुन्छ क्या केटा, नट टु वरी। अब मुझे माइक नि किन्दैछ बिस्तारै, नो मोर फोनको है। बिस्तारै हुन्छ मैले खास अस्तितिर किन्ने कुरा थियो केटा हो होइन, त्यतिखेर अब तिमीहरूलाई पनि थाहा छ मैले 1 महिना भ्लग झ्याप्पै हालेन। अहिले हामी मैले पनि त्यही सोचेको थिएँ सुरुमा, अनि केटा यस्तो खन्दै होइन त्यो भएर कि फोन फोन नउठाउनलाई हो कि ऐनामा हेर्नु क्या उता कस्तो आएको भनेर। ह्यान्डसम छु कि छैन म अरे कि हजुर म्या कस्तो आँखा जस्तो डेढो देखेको त अरे त्यो केटा तिमीहरूलाई पनि थाहा छ देखो 1 महिना त मैले च्याप्पै भ्लगै हाल्दै हालेन होइन, त्यो हाल्नुको नहाल्नुको रिजन नै थियो। अनि त्यही बेलामा चाहिँ मैले माइक किन्छु भन्ने सोचेको थिएँ, फेरि भ्लग स्लग नि हालेन, अनि त्यो भएर नि के भयो फेरि यहाँ के हेरेको गर्दा अहिले कुन डाँडा कुन त्यो अगाडिको मलाई थाहा छैन के भने भलामको होला नि त्यो त डाँडा त्यो त भलामको डाँडा होला नि केटा हामी चाहिँ डाँडा खोज्दै हिँड्दा है। ल थाहा भएकोहरूले कमेन्ट हाने त त्यही ठाउँ जाँदै भिडियो हान्दै गर्छ हामीले। कुन ठाउँ हेर्न मन लाग्छ भन्न कुन ठाउँ हेर्नु नो प्रब्लम। ल ल फेरि चल्दैछ, अहिले फिक्स छैन यहाँ दाहरूले अब कुन गल्ली छिरेर कहाँको डाँडा निकाल्छ भन्ने होइन त, यस्तै हो क्या केटा भनेपछि। त्यही भएर अलवेज राइट सोलो हो क्या। यदि आफूलाई होइन आफ्नो मर्जीले मुजी ल म यहीँ जान्छु भनेर जान मन छ भने त केटा एक्लै नै हिँड होइन त, ग्रुपमा हिँडेर काम छैन केटा हो त्यसो। ग्रुपमा हिँड्दाखेरि मजा आउँछ नि त ग्रुपमा हिँड्दाखेरि फेरि मजा हुन्छ, तर यो म चाहिँ ग्रुपमा हिँडेर फिक्स ठाउँमा जान्छु यो गर्छु त्यो गर्छु प्लान नसोचे हुन्छ केटा हो, नसोचे हुन्छ होइन त। कि त अलरेडी नै त्यो टाढाको बाटो चाहिँ मैले प्लान गरेको ठिक हो अर्थ चाहिँ च्याप्छ क्या अहिले त ए लगेर यस्तो पानीको छिटाले मिठो हाने केटा हो। दादा अहिले चिलमा छ यो बिच म के भन्न चाहन्छु भने लामो मेरो भाइलाई छोड्नीलाई फक यु यो त्यहाँ यो साइडतिर हल्का डाउन गर्नु त हाम्रो लागेकै हुन्छ। त्यही नै हो मुला अब यो हिमसागर हाइवे हो भनेपछि धम्पुसे होला केटा लाने कि अब कता लान्छ थाहा छैन नाक डाँडा चल्छ होला कास्कीकोट ए लभली कुदाएको केटा लिएर त यो मुनि पानीको छिटाले चाहिँ मलाई डर हान्यो है, घर जानुसम्म पिम्पलै पिम्पल उठ्छ मलाई नि हाने हो नि भाइ यार मलाई पिम्पल उठ्छ जस्तो लागिरहेको यो पानीको छिटाले मिठो मिठो हान्छ।
जाम कास्कीकोट जाम कास्कीकोट ल केटा हो यता उता भएर भइरहेको यार पानी नै पानी पर्यो कि बुझी पानी नै पानी परेर हो कि अघि म सिधै भएर टाइममा हिँड्नु पर्ने हो कि अब पछि 11 बजे उठेर रहन है यस्तो डेस्टिनेसन चाहिँ कास्कीकोट हो केटा हो यताबाट नमिलेर लामागाउँ सरोकोट हुँदै जाने रे अब त्यही हो ल इन्जोय द भ्यू अहिले त यार ठुलोबाट त कति देख्छ र पुलिस लगेको के थाहा भाइ तिर देख्यो नि फेरि नेपाल पुलिस भनेर म चाहिँ ट्याग हान्दैन फेरि टकमा होइन त्यहाँको यो चाहिँ के हो केटा अब मलाई थाहा भएन यसको मिनिङ भनेर केटा थाहा भएन स्लिप नट लेखेको छ त्यहाँ यस्तो गन्धलाई अहिले चिल भएको छ पोखरा काट्यो पोखरा रफ्तार हाल्दो रहेछ तर उनीको मैले केटाहरू कतिलाई थाहा छैन है मैले अलि अस्तिसम्म चाहिँ केटा त्यो मोबाइल पसलमा काम गर्थेँ होइन अनि त्यो मोबाइल पसलमा काम गर्दाखेरि चाहिँ मैले मैले त मोबाइल पसलमा काम गर्दाखेरि चाहिँ अनि लाइक मैले त्यहाँको विगो लिन्थेँ क्या मैले त्यहाँको डेस्टिनेसन यहीँ हाम्रो डेस्टिनेसन औडा अनि मैले त्यहाँको त्यो विगो लिन्थेँ अनि लिएर चलाउँदाखेरि चाहिँ खोका हुन्थ्यो क्या केटा होस् चियोस् खोका हुन्थ्यो क्या लगडा अब यहाँ फेरि के कुरा नि लफा अब फेरि स्टार्ट भइसक्यो लामा गाउँ चढ्ने बाटो लामा गाउँ चढ्ने लामा अहिले बुझिहाल लामा गाउँ यो स्कुटी केटा हो 110 सीसीको हो होइन ल यो उकालोमा डबल रोडमा कसरी तान्छ हेर ल यदि कसैलाई स्कुटी किन्न हुन्छ नि त अब लाइक कुन बेस्ट होला भन्ने टाइपको लाग्छ एभेन्जरलाई खाइदियो केटा हो कि त स्कुटीले खोक्का होला प्याडासमा क्याटवकको गाडी आइरहेको यस्तो मलाई लिन आएको होला यार हाम्रो बुढोलाई लिन आएको होला छेउबाट हाल्नु हल्का छेउबाट हाल्नु भन्न त केटा स्मुथ तान्यो त यार तर बस तान्छ भाइ अझै 125 भयो भने झन् धेरै तान्छ होला तेरो डियो 125 को जुत्ताहरू एन्टक पनि 125 को नि त त्यो भएर त्यस्तो पावर बढी हुने के त्यसमा त्यो मान्छेले भन्छ नि एन्ड्रोप पावरफुल हुन्छ भन्दै त्यो हो क्या कुरा सँग 110 सीसीको नै छ होइन धेरैसँग 110 सीसीको नै छ क्या डियो मान्छेहरूसँग 125 को धेरैजनासँग छैन ए त्यही भएर अनि एन्ड्रोप लिगो टाइपको देख्दो गोल्ड इज गोल्ड हो क्या भाइ पछि हुन्छ नि यो चल्दो पल्दो हुन्छ फेरि अनि त्यो पनि राम्रो दिन्छ माइलेज पनि होइन सामान अहिले अघि पुग्ने खेलाएर के एकमा हान्यो भने जान्छ अघि नै कस्तो मजाले आएको छ है किनमा त्यसलाई सक्नु भयो यार 150 छ नि 150 कुन 150 त्यो अनि त्यो त 230 होइन 150 बिट्टो खाने भाइ फेरि 150 भयो मेरो फोकस अगाडि छ फोकस क्यामेरामा छ क्यामेरा पनि आफ्नो काम गरिरहेको छ होइन कलाकार छिटै मेरो नि साधन आउँदैछ धेरै होइन अब यो पहिलाले साउन्ड भन्छ पहिले घरो असोज राते क्या गरेर म चाहिँ दसैँ पहिला पर्छ नि दसैँ असोज कि कार्तिकमा ल म चाहिँ असोजसम्म त आउँछ केटा हो मेरो पनि ल कुनै बेला चाहिँ कार्तिकमा नि पर्न सक्छ कि दसैँ थियो यो पालि त असोज कार्तिक हो कि असोजमा छ तर दसैँ तिहार एउटै महिनामा यार त्यो बुढालाई यस्तो यस्तो हो कुरा
म अब माथि गएर खिच्छु होला सायद यहाँबाट सही ए मुझे क्यामेरामा त्यहाँ हेरेको नहुन्थ्यो पारा भनेको नम्बर प्लेट युज गर है नम्बर प्लेट त ब्लरै हो त होइन नम्बर प्लेट ब्लर गरेर राख्यो फेरि पनि जुम गरी गरी हेर्छु म्याच यति कुराले पनि ठिक छ र यो ठाउँमा हो केटा सही त्यो राइड जाने भने पनि एउटा हुट चाहिँ खोलिरहेको छ होइन पोखरा राइडर सुट भन्ने खोलिरहेको छ अब इफ अब कोइला राइडमा जानु मन लाग्छ तर कोहीसँग स्कुटर छ होइन बाइक छ स्कुटर छ माया ढुक्का हौ मिलिजुली जाम्ला होइन त्यो पैसा केही लाग्दैन एनडिपीहरू यताउति तर टाढाको जानु छ टाढाको जानु लाग्यो भने चाहिँ हामी फेरि पैसा त्यही हिसाबले पैसा उठाउँछौँ होइन उठाएर उहाँ गएर खाना बस्न तिमीलाई फ्री हुन्छ त्यो यस्तो अब एन्टी फ्रीहरू यताउति चाहिँ लिँदैन त्यो उहाँ गएर बस्न खानेको लागि चाहिँ छुट्टै हो तिमीले म होइन आफै दिन्छु आफै बस्छु आफै खान्छु भन्ने नि पायो तर अब इफ अब होइन सबैजना मिलेर गरौँ भन्ने सस्टेन पर्छ अब मेरो इन्स्टामा चाहिँ मेरो मेरो आफ्नै आइडी यो दाइको आफ्नै पर्सनल आइडी नि म लेखिदिन्छु होइन हाम्रो हुडको आइडी पनि लेखिदिन्छु मेरो पोखरा राइडर्स हुड छ केटा अनि अब त्यही त हो म चाहिँ प्लिज अब जोइन हाल्न मन लाग्छ केटा केटी केटाहरूसँग कोहीसँग साधन छैन तर उसलाई डुल्न मन लाग्छ भने चाहिँ त्यो पनि कन्ट्याक्ट हान्दा हुन्छ हामीसँग इफ अब हाम्रो साधनमा खाली भयो भने चाहिँ ढुक्क मिलाएर हामीले टक्क लाएर गरिदिन्छौँ होइन केटा कतिको रहर हुन्छ होइन कतिले मुझे अब साधनमा डुल्न केटाहरूसँग डुल्न रहर हुन्छ कसैले के होला कसैले के होला सबै त हुँदैन नि त त्यही हिसाबले मुझे गरौँ न र साइकिल राइड साइकिल प्लेट देख्दा फेरि सो यहाँ ओभरटेक हान्न पाउँदैन र यस्ता यस्तै कुराहरू चाहिँ फलो हान्नु यस्तोमा चाहिँ टक्क ओभरटेक हान्नु हुँदैन होइन ठिकेर म चाहिँ गाडी आयो भने केही भएन धुनियो भयो राइडमा हिँडेपछि भ्लग बनाउने हिँडेपछि चाहिँ नि हुन्छ भइरह अनि रिभर भ्यू नाइस नाइस यो बढिया किन दबाई हो हाम्रो अघि त्यस्तो लाग्यो के छ म भिडियोबाटै हेर्छु सो पोखरा यस्तो छ केटा ल यो त हाम्रो होइन अर्को राइड ल ल ल ल ल सरी सरी यो टाइम पनि भगवान लाग्छ यार केटा यार यस्तो यस्तो हिँड्नु नि यस्तो छड्की छड्की गरेर तान्छ मजाले हो त्यसरी हिँड्नु त तान्छ नगर्नु है नगर्नु पुरा चल्ने छड्के छड्के गरेर हिँड्नु त तान्छ मिल्छ भने अझ धेरै वाइड गरेको फाइदा जति वाइड गऱ्यो त्यति फाइदा केटा वेलकम ब्याक होइन हामी चाहिँ यहाँ भर्खरै यसो ब्रेक लिएको थियौँ अनि ब्रेक लिएर फेरि चल्दिस यो ठाउँको नाम के छ सरङगढको अघि त्यहाँ केबल काट्यो त्यो बिर्सेछ यो सरङगढ माउन्टेन यहाँ के छ है अनि दादाले यहाँ पुरा एभेन्जर चलाइसक्यो नि त होइन केटा अनि मैले चाहिँ भर्खरै एभेन्जर ट्राई हानेँ बवाल लाग्यो अब मलाई के रिकमेन्ड चाहियो भन्दा चाहिँ एभेन्जर चाहिँ सोच कि नै भन ल गाइज है अब सोध्दो रहेछ भने पऱ्यो एभेन्जरै हान्दैछु मलाई एभेन्जर नि मनै पऱ्यो है माइलेज नि राम्रो हुन्छ अरे अब फेरि म भनेको के लाग्यो भन्दा म भनेको पुस्ताङ रोल्पा जान्छु नि त अनि त्यहाँ त टेन्डर डिप अफरोड हुन्छ अफरोड होइन सोधा केटाहरूलाई मेरो बाइकमा एकचोटि NS 220 सँगसँगै हेरिदिन्छ कि ए त्यही त नि मलाई फेरि के लाग्छ भन्दा एभेन्जरको हल्का हाइट हुन्छ यो कि जस्तो लाग्छ टायर लामो देखेन अगाडिको पछाडिको त्यस्तै एकचोटिलाई चाहिँ मैले एभेन्जरको लागि नि सोच राखिसकेँ होइन मेरो मेन सोच भनेको चाहिँ एउटा एन्ड्रक निकाल्ने थियो है टक्क एन्ड्रक अब पावरफुल हुन्छ नि त भन्ने सुनेको
जताततै फेरि कता कता भन्छन् फेरि त्यो एन्ड्रोक त होइन अफरोड गयो भने त्यो लुज हुन्छ अरे फेरि पार्ट्सहरू लुज हुन्छ स्कुटर तिमी अफरोड जाने भएन किन्दै नकिने हुन्छ कि खास त्यो त सिटी बाइक हो कि होइन स्कुटरहरू भनेको सबै त्यही हो कि सिटी बाइक हो त कि रिकमेन्ड चाहिँ केटा होला अब मेरो साथी भाइ दिदी बहिनी सबले मेरो भिडियो हेर्दैछ अनि इन्स्टाग्राममा म्यासेज हालेर भन्नु होइन म स्टोरी पनि हाल्छु यो बाइक किन भाइ यो बाइक किन दोस्त भनेर होइन अब नत्र भने युट्युबमा पनि कमेन्ट हान्दा हुन्छ मेरो चाहिँ यहाँ पानीले होइन केटा छिट्टा जसरी तिमीले अब स्कुटर किन्ने भयो भने नयाँ किन्छौ होइन नयाँ स्कुटरको पैसाले जसरी जान्छ होइन एन्ड्रोकै किन्यो भने नि 3.5 त जान्छ अनि त्यही भएर अब मैले भनेको चाहिँ के भन्दाखेरि त्यही त नि अनि के भन्छ अरे अब बाइकै किन ब्रो भन्ने कुरा हो बाइकमा अब फेरि डाउनसम्म किन नि काम छैन पाल्न सकिँदैन होइन सकिँदैन पैसा धेरै बच्छ मैले नि एकचोटिलाई चाहिँ एभेन्जर सोचिसकेँ है अब के गर्ने म्याच पनि अझ पाँच झन् अब बुझी कलेज जाँदा चलफल होइन एभेन्जर वगेर होला होइन तिमीले एभेन्जर निकाल्ने भए डेढसम्म बनाऊ पिक्चर कन्डिसनको मिलाइदिन्छु नि म ल केटा मैले अघि एउटा एक्सआर पनि हेरेको थिएँ त्यसको चाहिँ 160 भन्ने थियो होइन कि 180 रे 160 भनेर त्यो पनि मलाई दामी नै लाग्यो तर एक्सआर नि एक तरिकाले पाल्न गाह्रै हुन्छ होला केटा देखिदियो भने डट बाइकै हो होइन डट बाइक भएपछि जहाँ पनि छिरिन्छ त्यही भएर एक्सआरको पनि सोच्नुपर्छ त्यसको कन्डिसन फेरि इन्जिन सिट ब्याक इन्जिन सिट ब्याक त्यसको ए त्यो एक्सआरको कसरी थाहा होइन भाइ यहाँ त कम खालको त थाहा हुन्छ कि ए इन्जिन सिट ब्याक छ कि छैन चेक गर्नलाई इन्जिनमा हेर्ने हो कि त्यो बिचमा एउटा लाइनिङ हुन्छ नि इन्जिनको इन्जिन सबै ठाउँमा हुन्छ त्यहाँ हुन्छ नि आफूले खोलेको भने माथि टाउकोपट्टिबाट हेर्नुपर्छ होइन यहाँ कम टालेको हुन्छ फुल खोले रहेछ नि देखिहाल्छ तपाईँ हजुरसँग जानु न बुझी एक्सपिरियन्स तपाईँ त पापा यो भ्लग हेर्दै हुनुहुन्छ अनि बाइक किन्दिनु बाइक भने नि भाइ तिमी अहिले निकाल्ने भयो म तिमीलाई एउटा मिलाइदिन्छु कुरो होइन एकमा होइन 12 लटको कुन एभेन्जर 12 लटको एकमा सबसे बेसी कति लटको अहिले अहिले भाइ यस्तो कि एभेन्जर पुरानो लटको चाहिँ पुरानो मोडल भन्दा अहिलेको नयाँ त्यो पनि के हो 12 लटको सिल प्याक इन्जिन छ तपाईँको कति लटको थियो सिल प्याक इन्जिन छ भाइ होइन यस्तो मिठो छ मैले आफै चलाएको त्यो मान्छेले चलाएको कि एउटा त्यो मान्छेले चलाएको मैले कन्डिसन चेक गरिसकेको तिमीले त्यो लिने भयो चाहिँ केही अरू केही हेर्नु बुझी नयाँ जस्तो भयो यार त्यस्तो हिँडेको ल हेर केटा म त मुझे पानी पऱ्यो पनि म्याप क्यामेराको मतलब फग मैले फोनको फग हालेर चलाइरहेको म्याप आज विगोले डियोले जित्यो केटा होला विगो कसैसँग छ भने कन्सोल नथाना केटा तर होइन धेरै जस्तोले अब विगो छ मेरो त पुरानो छ गर्ने चाटरी लाज लाग्छ त्यस्तोहरूको लागि चाहिँ त्यही भनेको क्या विगो पनि त्यस्तो नराम्रो त होइन आफूसँग त्यही त बुझ्नु गाडी पाइपुको फग भयो कि यहाँनिर मैले हालेँ अघि मलाई अब मैले फोन हाल्दा पनि पुर्ने भन्ने भावनै छैन क्या कुरा जो बाटो आयो चाहिँ पुरम भन्ने खालको भावना छैन होइन केटा इन्जोय द राइड राइट भन्दा नि भाइ यहाँ केटाहरू कहाँ छिरेन खाएन अघि तर कास्कीकोट भन्नेबाट जान्छ होला रिफ्लेक्स चल पनि छुट्टै हुन्छ है त एभेन्जर भनेपछि अहिले चिनमा छ कस्तो कुदा राखेको अरे यही हाम्रो डेस्टिनेसन क्या हो कास्कीकोट भन्दा त
के स्लिप खाइदियो एकजना हामी यहाँ एकछिन रेस्ट लिइसक्यौँ रेस्ट हो कि डेस्टिनेसन यही होला थाहा थिएन भने फेरि अघि यो मुझे पानीले धोका हाने यार केटा हेर्न है बाटो पनि यस्तो छ फक मैले मुझे मजा लाग्यो अझ सेतो है निकान ल मुझे ल दाइ आउनु ए चप्पल चिप्लो भनेर केटा हिँड्न नि डरै लाग्ने यार सो हाम्रो यो दाइ किन हो किन त्यहीँ बसिरहेछन् सो केटा यो ठाउँको नाम चाहिँ थाहा छैन मलाई मैले त्यहाँ बोर्डमा आउँदाखेरि चाहिँ मण्डल होइन दाइ मण्डल के भन्ने होइन यो मण्डलम पार्क हो कि के मैले बोर्डमा हेरेँ त केटा मण्डलम पार्क त्यो त्यही छ रेकर्ड छ सो केटा हामी चाहिँ अहिले यहाँ रेस्ट हान्न आएको यहाँ चौधारी रहेछ ल ल मिटी सुन फा यहाँ एकछिन रेस्ट हान्न बसेको हामी चाहिँ है के ए यो दाइ हाम्रो दादा ल यहाँ हाम्रो भाइहरू बल खेल्दै रहेछ के छ भाइहरू ल सय सय ल ल को तिमी के फ्यान हो भाइ नेपाल ला भन्छ त उयो निश्चल चाहिँ यार तिम्रो नाम के हो मेरो भाइ क्रिस्टियानो मेरो नाम भाइको नाम क्रिस्टियानो रे है भाइको नाम चाहिँ नेमार होला मेसी हो ल सय ल ल हाम्रो भाइ चाहिँ के हो रोनाल्डो हो सय ल कहाँ छ ल भाइहरू ल ल एकछिन गेम खेल्छ रे गेम हेरिदिउँ कहाँ यो डाँडो हिँड्दै जाने ल यहाँ बल खेलिरहेको रहेछ भाइहरू चाहिँ भाइहरूले मलाई पठाइदियो ल हामी चाहिँ यहाँ माथि हेर्न गएको कस्तो रहेछ के रहेछ यो चाहिँ केटा घर बनाउनु लाग्यो होला कि के होला है ए ऊ मन्दिर देखियो मन्दिर मन्दिर देखियो केटा हो मन्दिर मन्दिर यहाँनिर यहाँ त भिडियोमा देख्यो यो मन्दिर देख्यो नि ए यो तर मैले टिकटकमा देखेको थिएँ खुप्का थियो कि मेरो त्यहाँ मलाई काम छ कि जानु पर्ने साँच्ची नडाडी भन्ने मैले भयो भने पो भनेको त चाहिँ त्यो हुँदैन होइन नभए नि काट्न त पर्छ कि भागल काट्न त पुरानो हो र हाम्रो दाइको नाम चाहिँ सुरल एबिसी फुटसलको दाइ है हामीले चाहिँ उठाइदिएको हो कि दाइलाई बसिरहेको मान्छेलाई पार्टी पार्टीमा यतिको चाहिँ हुनुपर्छ जे होस् बसेको मान्छेले झ्याम झ्याम उठाइदिने चल्दिने ल ल ल यो दाइलाई त झन् बाटोमा भेटेको पानी खाँदा होइन दाइलाई ल कहाँ हो यही बसेको ल जाम सिधै होइन त सोलो केटा त्यही अब एकछिन बसी अन हान्छु है यहाँ एकछिन रेस्ट लिन्छु अनि ल केटा अब म चाहिँ भर्खरै रेस्ट हान्न बसेको थिएँ होइन हाम्रो यहाँ नि भाइहरूले नि आइडी त मेरो यो आइडी सोध्यो है अनि यहाँ जान्नमा के आयो भन्दाखेरि यो भाइले भनेको नाम के अरे भाइ तिम्रो निर्माण निर्मलले क्यामेरामा हेर निर्मलले भनेको हो यो भाइको नि च्यानल छ अरे के अरे मेरो भाइको च्यानलको नाम सम्राट ल मेरो नि छ यो भाइको नि रहेछ ल भन भाइ निर्माण रिड्स यो भाइको नि छ अरे निश्चल गेमर तिम्रो दादा हो त नेमार हो नेमार यो भाइ यो त रोनाल्डो सब्स्क्राइबर भन्नु न सब्स्क्राइबर यो भाइको धेरै सब्स्क्राइबर रहेछ केटा भएन यार मलाई बिल्ला लागेको छ यो भाइहरूले मलाई एउटा हान्ने यार केटा सब्स्क्राइबर बढाइदियो त ओए ल मोबाइल दाइ गाडी चलाएको के अरे ल सय सय दाइ गाडी खै मेरो भाइहरू यस्तो बसौँ यहीँ म फक भएको केटा है यो बाजेले चाहिँ अघिदेखिबाटहरू क्या म जुम हालेर देखाउँछु यो बाजेले चाहिँ अघिदेखिबाट त्यहाँ लफडा के हो भाइ खास कहानी भन त्यहाँ को छ अलिक बाटो के भएको भन्दाखेरि हो कहाँ गयो त्यो फुचे भाइ यो फुचे भाइले भन्छ ल भन्दै एकचोटि
म भन्छु ल ल भन भाइ होइन यो बा ड्युटी जानुहुन्छ अनि हिजो नाइट ड्युटी परेर रहेछ अनि दिउँसो रक्सी खाएर बस्नुहुन्छ यताउता भौतारिँदै जानुभएछ अनि त्यहाँ झगडा आउनुभएको थियो अनि त्यो दाइ भाटो लिएर आउनुभएको थियो अघि पिक्नलाई लहट्न अनि अहिले चाहिँ तल जाने माथि आउने तल जाने माथि आउने तल जाने माथि आउने गरेछ कहाँको लहडा परेको थियो भन्नु नि के भन्नु चाहिँ थाहा रातो दाइ मेरो नाम खाता यहाँ त म जुम हान्छु त्यो हो कि भनेर यो हो त्यो रातो लाउने दाइ हो यो दाइसँग चाहिँ लफडा गरेको यो बुढोले है अघिदेखिबाट त आइज लड्न आइज नाइट फाइट भन्दै के गरिराख्नु बुढाले उ गाइछु एउटा मैले चाहिँ भोइस आइसोलेसनमा राखेको छु त्यो त्यति टाढोको त टिप्दैन होला तर सही हो ल मेरो भाइहरू है यस के ब्लग्स हैन ए यस कहाँको एसके हो अर्कैलाई फलो हान्न र मलाई घाटा लाग्ला एएस ब्लग्स ल सही हो अनि भाइहरू यो ठाउँको बारेमा भन्नु नि त कस्तो छ के छ यो तपाईले यो बुटोले छ क्या उ त्यता जानु पर्छ कास्की कोट छ कि होइन उ चाहिँ कोट छ दरबार त्यो कोटमा म गएको थिएँ यार केटा अनि यो चाहिँ यो रुख छ नि कसैले 600 वर्ष हुन्छ नि कसैले 300 वर्ष पर्छ डराउनु दिन्छ कि नि डराउनु दिन्छ दिन्न उ यो बुट्टामा मैले दर्शाउने दिन्थ्यो त्यो कहानी सुनेको छैन भाइहरू मैले के को दर्शाउने भयो भन्दै सुनाउनु न सुनाउनु पनि भएको त अस्ति भर्खरै त यहीँपट्टि भएको के अरे यहाँ पिकनिक आएको अरे अनि अगाडि सेतो मान्छे देखेको अरे होइन टाउको नगर्ने मान्छेको टाउको त भएको तर थोरै थोरै देखेको फेस अनि पुरै नाङ्गै माथि तल एउटा पाइट ल्याएको दौडीले हानेको अरे गायब अनि एउटा केटीलाई तर्साउन दिएको अनि यहाँ र झारफुक गरेर गएको ए बलदिम रुके बल पाइयो ल भाइहरूको चाहिँ यो बन्दै गरेको घर चाहिँ फुटबल खेल्ने जक्सन रहेछ है फुटसल यो त भइसक्यो मैले हाम्रो त खास यो के हो भाइ घर बनाउनु लाग्यो अनि म्युजियम म्युजियम माथिको उसहरू राख्छन् क्या अब म्युजियम यस्तो भइसक्यो त बनेसी यहाँ त दाइहरूको अड्डा पनि छ ए जक्सन बनाउँछु नि यस्तो यस्तोहरू त ऊ त्यसरी गर्लफ्रेन्ड बोकेर हिँड्नुहुन्थ्यो केटा गर्लफ्रेन्ड छैन म चाहिँ बहिनी हो ए हो र ल म्या सरी सरी म त गर्लफ्रेन्ड बनाइ लाग्यो कहाँ कति बोले यसको होला कोरा हानिदिन्छ ए यहाँ यो गर्लफ्रेन्ड छ जस्तो लाग्यो मलाई ऊ ए लजाको यो भाइको पनि छ जस्तो भाइ भन्नु मलाई उयो मान्छेलाई त मैले त्यहाँ देखेँ त भर्खरै यहाँ देखेँ त ल होइन अघि त्यहाँ तिमीले बोलाएको होइन बोलायो भनेर थापम्बा भुतकी इन्सिडेन्ट यिनी भूत हुन् तिम्रो नाम के हो पुने तिम्रो नाम के हो पुने रुहानी रुहानी वाउ ल भाइ कति क्लास हो यो चाहिँ हाम्रो गाउँको ट्यापे हो है ट्यापे दाइ हो हाम्रो साम्बा ओ ट्यापे ये बाचे गाई चाइनिज हो कि ल यो हाम्रो भाइको नाम कति क्लास भन्यो अरे भाइ म 7 मा हो ल भाइ 7 मा गर्लफ्रेन्ड तिम्रो ए युगाइजी त भयो ए कति वर्ष हुन्छ त 3 वर्ष हुन्छ है 7 को वर्षमा हिँड्छ चाहिँ भाइ दादा भइसक्यो गयो भर्खरै हामीसँग र म हेरेन कुन दादा ई खेलेन भाइ त म बच्चा मेरो दाहरूसँग हिँड्नु भएछ त हैन के यो भाइ कति क्लासमा रे 7 मा हैन भाइ कति रे ल केटा हो तिमीहरू यहाँ लोकल कोही छ भने यो भाइहरूको भिडियो हेरेर मम्मीलाई भन्दै गर्लफ्रेन्ड छ भनेर हो कि आज भाइ फस्यो हो र 7 मा छ थाहा मम्मीलाई दाइ युनिसा अरे ल युनिसा लजायो केटा ल केटा हो ल अब चल्दैछ यो भाइहरू नै त बारीतिर गयो त्यसै छ केटा सो ल केटा हो अब फेरि हामी चल्दै गयो कास्की कोड होइन ल यहाँ चाहिँ यसो रेस्टानीले चाहिँ भाइहरू बल खेलेको थियो र यसो भाइहरूसँग गफसफ हान्न गइदिएको अनि हाम्रो बाइक चाहिँ त्यहाँनिर छ यस्तो छ केटा अब बाइक सो म यहाँको सिनेमेटिक नै हान्छु हल्का फुल्का अनि अब त्यहाँ माथि जाने लगेडा होला टु बी अनेस्ट केटा हो डेन्जरै फ्याफे भइरहेको म त ट्रेकिङ गयो भने त टिक्न सक्दैन होला है जाने बित्तिकै भयो त घर जाम ठिकै छ केटा नो प्रब्लम माथि गइसकेको भ्यू चाहिँ भगाइदिन्छ हान्नुपर्छ म एकैचोटि माथि गएर भेट्छु केटा होला 16 केटामा आइसकेँ होइन
जे होस् त्यति गाह्रो त भएन केटा हो, हल्का फुल्का फ्याफ्या भयो होइन, ठिकै छ। यहाँबाट यस्तो यताउति फाल्नको लागि ठिकै रहेछ। ए केटा हो झरे थको लाग्यो अरे। सो ल हामी चाहिँ अब यहाँ यसो थम्नेल सम्नेलको लागि फोटोसोटो खिच्छ अनि चल्दैछ केटा हो। तलको भ्यू चाहिँ यस्तो छ। सो ल केटा हो माथि मन्दिर नि आइसके, यहाँबाट इन्ट्री यस्तो रहेछ, खोल्नुपर्छ। अनि यहाँको भ्यू चाहिँ यस्तो छ, त्यहाँ चाहिँ बनकुखुरा थियो र अनि दाइले यसो हेर्न गएको लामा बनकुखुरा पाएन। सो केटा हो म चाहिँ यहाँ मेरो एकदम काम पनि थियो केटा हो मेरो, लाइक भागल काट्न थियो कि थाहा, अब भागल भनेको के हो मलाई थाहा हुनेलाई थाहा होइन। अब भागल सागल नि काट्छु म, त्यही हो। अब जे कुराले भागल राखेको थियो त्यो त पुरा भएन। भागल चाहिँ केटा पुरा भएन, अब जाने हो, माफ माग्ने हो, ठिकै छ, जे हुनु भइहाल्यो। के भन्ने अब त्यही अब केटा यस्तै छ इन्ट्री। अब म यो सिनेमेटिकहरू नै हाल्छु। अब यहाँ चाहिँ मेन भागल काट्नुपर्छ केटा होला, म भागल काटेर नि भेट्छु। ल केटा हो हामी चाहिँ यहाँ फेरि ल खाजा खानु लाग्यो होइन। कस्तो गरिब होला चाउचा खाने हो कि है। सो केटा हो यहाँ होटेलै पाएन त अनि मुला नि यहाँ सबसे खोक्का आइडिया लाग्यो हाम्रो दादाले चाहिँ। रेनकोटको माथि नि अझै एउटा हेलमेट। भिडियोको लागि फनी गरिदिनु भाइ। ल दादाहरू यसरी खाँदैछ, अब म पनि खाएर अनि कन्टिन्यू हान्छु। यहाँ चाहिँ के रहेछ डिटेल लेखिराख बोर्ड। ल त्यही होला आजको भ्लग चाहिँ डेन्जरै लामो होला जस्तो छ, केही छैन। तर केटा ठिस भयो माइन्ड नगर है। सुरुमा कहाँ अरे अरमाला, त्यस पछाडि फेरि त्यहाँ तल के अरे बाघमारा, अनि फेरि अर्को धम्पुस, अनि बल्ल यहाँ। त्यही भएर मैले भनेको क्या केटा हो यस्तो फिक्स डेस्टिनेसनमा जान भने केटाहरूसँग राइडमा नगयो नि हुन्छ। यस्तो यस्तो दाईहरू भेट्यो भने ठिक हुन्छ। ल केटा त्यही हो, ल ठिकै छ, अब खाएर अनि भेट्नुपर्छ ल। सो ल केटा हामीले यहाँ खाएको त त्यहाँ मात्रै थियो कि, तर दाइले त्यहाँ पनि सफा गरे। इट्स मिन हामी भनेको एकदम गुड बोइजहरू हो है, तर गर्नुपर्छ कि केटा हो। जस्तै अब यसरी खाएर चाहिँ यस्तो राम्रो राम्रो ठाउँमा होइन फाल्नु यसरी हुन्न। खाएर चाहिँ नफाला है केटा होला। त्यही डस्टबिन छ, म चाहिँ यहीँ खाइदिँदा फालिदिएख। त्यही भएर नि केटा हो मैले चाहिँ के अझ दुइटा रहेछ कि यहाँ एउटा त्यहाँ एउटा, अनि यहाँभित्र फालिदिएख कि पोको यी। सोलो केटा हो मेरो चाहिँ त्यही हो भने यसरी फाल्ने खाएर चाहिँ नफाल। नफाला होइन। अनि केटा हो तिमीहरूले एउटा एकदम बिग सरप्राइज आउँदैछ है, त्यो चाहिँ म नेक्स्ट भ्लगमा भन्छु। नेक्स्ट भ्लगमा नि भन्दिनँ, सिधै सरप्राइज होला, सरप्राइज आउँदैछ। त्यो सरप्राइज चाहिँ कहिले भन्दा टाइम ड्युरेसन चाहिँ बरु भन्न मिल्यो कहिलेतिर त भन्दाखेरि मेबी दसैँ तिहारमा कि मङ्सिरतिर आउँछ होला। गेस हान्नेले त गेस हानिसक्यो होला होइन त दाइ, गेस हान्न सक्ने होला त हानिदिए। सोलो केटा बाटो चिप्लो हो, मलाई हल्का डर लाग्यो अवस्था है, ठाडै छ कि यहाँ त अझै क्यामेरामा नदेखिया हो, ठाडै छ केटा एक तरिकाले। त्यही हो पानी परेको बेला पनि यस्तरी यत्रो चढेर गरेर भिडियो बनाएर यति भएपछि त सपोर्ट गर मेरो प्यारो प्यारो साथी भाइ तथा दिदी भाइ दिदी बहिनीहरूलाई। मेरो सानो चाहना भाइरल गरिदिनु तपाईँको भाइलाई है। ल एउटा म एकचोटि हल्का तल गएपछि बनाउँछु सिनेमेटिकहरू। अघि बनाएको थिएँ यो बाटोको, हेरिसक्यो होला। सो त्यही होला, बाई। केडा हो तल झरेको कुरा भन्न बिर्सेँ है, ऊ त्यहाँ टपमा गएर आएको। जोस् राइड चाहिँ भवाल एडभेन्चरस भयो, खुसी लाग्यो। अब फेरि 2-3 दिनमा एउटा भ्लग आउँछ हाम्रो दाइले बोलेको बोली होइन दाइ। अनि वाइ टु फियर होइन राहुल ब्रदर इज हियर। भिडियो बनाऊँ भनेको बरु तिनटाको होइन मैले भनिरहेको थिएँ नि छोड्यो होला नि त। अहिले लामा आफूले हालेर उस तिनटाको बनाऊँ भनेको कि एउटा बरु पहिला बनाउँ त नि, त्यो सँगै राख्नु पहिला सँगै त खाँदैन। अलिक क्लोज। सो ल हामीले एभेन्जरमा भिडियो सिडियो बनायो, दाइले नि अघि भर्खरै बनाएको थियो। त्यो बिहाइन्ड द सिन मैले देखाइसकेको हो होइन। अब अहिले चाहिँ फर्किँदै हो। सो दाइको केही भनाइ यो ठाउँको बारेमा के कस्तो लाग्यो? ठाउँ बवाल छ होइन, आउनलाई अब दामी छ, त्यस्तो साह्रो नराम्रो छैन। ठाउँ बवाल छ, दामी आउनलाई दामी छ, मन्दिर पनि दामी नै हो। भ्यू जोस् उताबाट चाहिँ माथि बस्नु जस्तो भ्यू दामी देखिँदो रहेछ। यस्तो फगी फगी चलिरहेको यहाँ चाहिँ। अब त्यही भएर अब बरु आउन त अब केटा हो माल
के भन्छ अरे कास्कीकोटो ठाउँको नाम होइन आउन त आऊ तर मुला त्यो के भन्छ अरे फोहोरहरू मुझ खाने त्यहीँ फालिदिने अब बनाउने काम चाहिँ नगरेको केटा हो आज सफा पनि गरिरहेको भाइले चाहिँ थोरै क्लिप चाहिँ हालिदिन्छ सफा गरेको नि यसरी आउने फोहोर गर्ने जाने चाहिँ नगरेको केटा हो त्यही हो तर त्यो चिल छडा हो अब बिस ठाउँको छ ठाउँको 20 टाइपको छ क्या ठाउँ चाहिँ माथि त्यही भएर इफ आउने इच्छा छ भने आउँदा हुन्छ टक्क चिलमा अब कस्तो छ भन्ने सोचिरहेको छ भने आउने इच्छा छ तर कस्तो छ अब कति टाढा छ भन्छ भने धेरै टाढा छैन ठिक छ अगाडिदेखि हामी लगभग स्कुटरमा आधी घन्टा लागेन तर पानी परेर हामीलाई ट्रेन लाग्यो अरू हिँडेर जानु चाहिँ किन गाह्रो छ भने सक्दैन भने म जस्तो सक्दैन केटा हो तर होइन म सक्छु होइन मलाई जस्तो पनि हिँड्न सक्छु म हिँड्ने खालको भन्ने त छै छ केटा हो मैले भनिदिन्छु होइन यस्तो बवाल छ नि त्यो हिँड्नको लागि तिमीहरू बिहान 5 बजे आएर हरेक दिन एक राउन्ड हान्यो भने नि तिमीहरूको महिनामा 5 किलो घट्छ होला क्या होइन 15-20 मिनट त हिँड्नै पर्छ त भाइ अझ म झन् मुला हिँड्नै नसकेर बिचरा दाएर ठिक हानिदिएको झन् मैले यो सब भनेको भइरहेको छ यस्तो ठिकै हो यता चाहिँ यताको चाहिँ यस्तो छ भ्यू होइन दामी हो कि सडकको त अगाडि छ अगाडि ध्यानको सडकको छ केटा जुम हालेको देखाउनु पर्छ चाहिँ यस्तो खालको छ होइन केटा भोइस चाहिँ कस्तो आछ छैन बोलेको सुन्ने छैन माइन्ड नगर है मैले दिन त बेस्ट दिएको हो मैले चाहिँ एउटा हाम्रो आइफोन युजरहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दा आइफोन युजरहरू छ भने तिमीहरूले भिडियो खिच्दाखेरि माथि कन्ट्रोल सेन्टरमा गएर त्यहाँ क्यामेरा चुज गरेर त्यसमा भोइस आइसोलेसनमा राख्न मिल्छ होइन त्यो माथि टपमा आउँछ कि भोइस आइसोलेसनमा राख्यो भने चाहिँ तिमीहरूको ब्याकग्राउन्ड साउन्ड आउँदैन क्या तिमीहरू बोलेको मात्रै आउँछ अब त्यस्तो यदि कोही आइफोन युजर छ भ्लगर बन्न मन छ अथवा केही हुन्छ नि त बोलेर केही क्लिप्सहरू खिच्न मन छ भने त्यसरी गर्दा चाहिँ फाइदा छ बाँकी चाहिँ त्यही एउटा भ्यू चाहिँ मिठो हो अब जान मुला त्यही हो अघि हामीले यहाँ रेस्टिकेट कस्तो घर थाहा छैन सेट पनि बनाइदिए रहेछ है चुकडा सरप्राइजको बारेमा चाहिँ त्यही हो छिटै आउँदैछ होइन त यदि त्यो सरप्राइजमा हामीले भयो भने सायद त्यसमा पोखरा हुट्ले पनि राख्छौँ होला हुन त राख्ने कि नराख्ने त्यो सोचौँला पछि पोखरा राइडर सिटी भएछ भने त्यसलाई पनि अर्गनाइजै हुने तरिकाले राम्रोसित राइडमा जाम्ला होइन सो त्यही हो हाम्रो दाइले चाहिँ हात दिएर रोक्नु भयो स्टार्ट अफ हान्दिनु ए मास्टर माइन्डहरू पहिले होइन अफ भइसक्यो लामो सो म चाहिँ के भन्छ भन्दाखेरि केटा यहाँनिर चाहिँ रातिको 12 बजे कोही हिँड्न सक्ने छ होला कि नि एक्लै म हिँड्दिन्छु नि भाइ पैसा ल्याउनु बुझी आउनु पर्छ हो क्या भएसम्म तपाईँले साथीसम्म हाम्रा यस्तो छ बाटो छ जाडो पनि छ पानी परेको बेला आएको भएर हामी चाहिँ गर्मी बेलामा नि यस्तो जाडो हुन्छ के भन्नु यहाँ त यस्तो गर्मी महिना केटा यो चाहिँ थाहा छ होला फेरि घरमा देखिएर त्यहीबाट नि थाहा हुन्छ एउटा चाहिँ बिस्तारै बिस्तारै गर्ने लाग्यो मैले पहिला नि भनिराखेको अहिले नि भन्दैछु र फ्युचरमा नि भन्दैछु हुने नहुँदा आफ्नो ठाउँमा दादाको चाहिँ मिठो आइरह हाम्रो दादाले अघिसम्म भिडियोमा आउन लजाएको मान्छे होइन माथि गएपछि त भाइ भ्लग स्लग बनाउनु पर्दैन भनेर कराइराख्यो मलाई आउनु यता मैले त्यसको सकेसम्म त्यो देखाइदिएको क्या गोप्रो हुन्छ है गोप्रो छिटै अब एक्सन क्यामेरा पनि किन्नुपर्छ एउटा
पेट्रोल जग्गा अभियानले गर्दा यस्तो ओह्रालोमा पनि अखान्दै चल्थ्यो यहाँ क्यारेर गरेर हालत चाहिँ यस्तो भयो यार केटा खुट्टा कामिरहेको यार हिँडेरै हिँडेरै यस्तो छ केटा फा भइसक्यो दादाले चिलमा छ वाट ह्यापन ब्रदर के भएर हामी भर्खरै दाइक काटेको है खै कहाँ काटिदियो हामी त उयो रहेछ यार तर यहाँबाट यति हो क्या केही भएको होइन त्यहाँ यस्तो पातमा छोइएको मात्रै के थियो यस्तो भएको पेट्रोल जग्गा अभियानले यस्तो परिस्थिति हाल्छ यस्तो ढकालिदिउँ क्या ओके वहाँसम्म पुग्दियोस् पेट्रोल फाइनली लगडा उयो हुसुला उयो गर्मी महिनामा नि हुसु लगाएर पुरा त्यो मर्निङ हेर न यहाँ आइसकेको क्राउ लगभग भिजन ब्लरै हुन लागिसक्यो यार योमा पो हुँदा हेडलाइट बालेर चलाउने त म्याटो पनि अनि भिडियो बनाउने बप्पा लाउँछ उतै भन्छ भोलि एउटा लगडा यस्तो छ है हालत अघि नै साइकल लाएर हान्दै यहाँ पुरा साइकलको पाइदल पेने चाहिँ पेट्रोल जग्गा अभियान है केटा अरू केही होइन अनि विगोलाई विगो एउटा नयाँ साइकल ब्रान्ड भयो नि त विगो ब्रान्ड अब त माउन्टेन बाइकै पुरा 2-4 लाखको यही छ ठिक छ यस्तो छ हालत है फोन पनि यहाँ हो गया यार एकदम चियानकी परिवाला छ है केटा यहाँ अघि केबल कार देखाउनु बिर्सेँ त केटा यहाँ केबल कार चाहिँ केबल कार बनिसक्यो अनि ए हुस्सु त केटा हेर न डुन बवाल छ हेर न यहीँबाट डाइरेक्ट अगाडि हुन्छ कहाँ छु आज कहाँ छु भोलि हो क्या के न्युडलमा गएन अब हान्नु न डाइरेक्ट भैया ओके हाम्रो भैयावाला सैया दादा यहाँ हुनुहुन्छ पारा केटा हो त्यस्तै छ फर्केको अब त्यो सपोर्ट चाहिँ गर होइन नै बिस्तारै हुँदैछ केटाहरूलाई भनेको अघि हामीलाई सपोर्ट गरोस् केटा हो हेर मेन भनेको त हाम्रो पोखरा उडा होइन बुहार उडामा खोल्न त भइसक्यो सुरु तर राइट कहिले के हुन्छ त्यो चाहिँ डिसिजन भएको छैन अब मैले चाहिँ एउटा मैले सोचेँ भर्खरै होइन हाम्रो पोखराहरूको लागि चाहिँ म एउटा बनाउँछु कि लोगो बनाउँछु त्यस पछाडि त्यसमा एउटा झन्डा प्रिन्ट हान्नुपर्छ केटा होइन त्यसपछि मेन भनेको अब राइडर सुट पोखरा राइडर सुट भन्ने चाहिँ अब तिमीलाई थाहा भइसक्यो अब इफ अब जोइन कोले गर्छौ तिमीले म्यासेज गर होइन आइडी भाइले राखिदिइहाल्छ त्यही हो त्यसपछि अनि भाइले टक्कलाई राखिदिन्छ तेल धेरै खान्छ कि भाइ त्यसरी झन् तेल बचाउ कार्यक्रम हो नि त भाइ डेन्जरहरू गयो केटा दिदीहरूले अनि मिसफायर हान्नु खोज्छ झन् स्कुटी बिग्रिन्छ यहाँ के बोर्डहरू छ केटा देखाउँदै देवा भ्यू रिसोर्ट त्यो अन्त थोरै माथि ओडियो मैले अस्ति चाउमिन खाएर गएको यार त्यो माथि हो कि चाउमिन खाएर गएको मैले यतातिरको त धेरै एस्पेक्ट नगरे नि हुन्छ क्या केटा किन चिकन चाहिँ नहुँदो रहेछ धेरै एस्पेक्ट राख्नु हुन्न किनकि हामीले बजारदेखि टाढा ठाउँ हो नि त अनि बजारदेखि टाढा ठाउँ भनेपछि त त्यस्तै हो महँगो चाहिँ सकेको म चाहिँ फेरि त्यो के भन्छ अरे भेजलाई पनि 120 अरे मुला 120 भाइ भेजलाई प्लेटको क्या प्लेटको त ठिकै हो नि कहाँ भाइ 120 मा त अनि चिकन बफाउँछ त म चाहिँ मुखमा परेँ यार 120 130 मा त अनि खोक्कै आउँछ नि हाम्रोतिर यहाँ ठिकै हो त त्यतिको प्राइस हुनै पर्छ
अब उहाँबाट सामान सामान लिएर आउनु पऱ्यो होइन केकडा यस्तै चल रहा मुजी पाउ क्या बा र मुजी छ्यामेची पिल्ला लायो मुजी मुजी अरूले बुलेटमा गर्लफ्रेन्ड बोकेर हिँडेको देख्दाखेरि चाहिँ गर्लफ्रेन्ड बोकेर हिँड्न रहला पनि तर के गर्ने मुजी छँदै छैन तर केटा अब म चाहिँ के भन्छु भन्दाखेरि होइन जति जे गरे गर तर लभ चाहिँ नगर चाहिँ गर लभ चाहिँ नगर बोल्न बोलिन्छ होइन बोल्न मन लाग्छ मुजी अब दुइटा जेन्डर हो मुजी एकअर्कातिर एट्र्याक्ट हुन्छ नहुने होइन तर हुन्छ नि त त्यो नगर के मैले भोगे अनुसार चाहिँ मुजी आफ्नो अब कहाँ जान छ के गर्न छ रमाउ होइन एक्लै मुजी केटाहरूसँग डुल्न छ डुल तर केही गलत काम नगर गलत कुरा नखाऊ सुक्यो भने क्या केटाहरूसँग डुल्न छ डुल होइन साथीभाइहरू बटुल टक्क अनि पहिला घुम्न छ कहाँ जान छ जाउ सब गर तर केटीको पछि चाहिँ जिन्दगी खराब नगरेर केटा बस्छौँ होइन त दाइ हाम्रो दाइले भोगेर नि त आफू भोकिमुजी मलाई भन्ने भन्न चाहिँ पाइयो त्यही हो केटा हो जे गरे नि त्यो लभ भन्ने चिज चाहिँ नगर है मुजी मुजी बस्छौँ भने हो जिन्दगी बिग्रिन्छ होइन त दाइ अझ जे गरे नि गर यो मुजी ठुलो लभ त झन् गर्नुपर्छ नगर्ने होइन केटीहरूले चाहिँ कहिले त धोका हाराएको हुन्छ केटीहरूलाई पनि त्यस्तो चाहिँ भन्न मिल्दैन सबै केटी एउटै हुँदैन मैले सबै केटा एउटै हुँदैन हुँदैन होइन गाई पनि छ धेरै भाइहरूको यत्तिकै भन्छु भाइ मैले फ्यामिली बोकेर हिँडेँ हजुर सोधे केटा सबै केटाहरू पनि गलत हुँदैन सबै केटीहरू पनि गलत हुँदैन तर सबैलाई राम्रो पर्छ भन्ने नि हुँदैन कि त्यही हो कोहीलाई अब मलाई केटी लोइल हुन्छ केटा लोइल हुँदैन अब यही होइन मलाई फाहा भएको कुनै बेलामा चाहिँ अब मलाई अब त्यही हो केटा लोइल हुँदैन केटी लोइल हुन्छ अब कुनै बेलामा चाहिँ केटा लोइल हुन्छ केटी लोइल हुँदैन तर मलाई जहाँसम्म लाग्छ होइन केटा म्याक्सिमम् रिलेसनसिप चाहिँ कुन बेलामा टिक्छ भन्दा जब केटीले आफ्नो केटालाई सफ्ट ठोक थान्छ क्या होइन त तर फेरि त्यस्तो केटीलाई नि फेरि मैले कसरी धोका दिन्छ नि भाइ तिमीले त्यो भएर म केटीलाई मात्र गलत भन्दिनँ केटालाई मात्र गलत भन्दिनँ अब कुनै कुनै केटाहरू त्यस्तो हुन्छ कुनै केटीहरू त्यस्तो हुन्छ सबैलाई चाहिँ भन्नु मिल्दैन भन्न मिल्दैन आसु धरे भाइको तिमीलाई जे गर्न मन लाग्छ गर घुम्न जाऊ रमाऊ केटाहरूसँग होइन मुजी कतै ट्रेकिङ जान छ केटाहरू भएन भने एक्लै जाऊ मुजी बाल हो एक्लै गइदियो घुम्थ्यो एकचोटिको जिन्दगी मलाई फर्की आउँदैन तर केटीको जातमा चाहिँ नगर क्या केटा पढ्न मन लाग्यो लाइफको मुझे एउटा कुरा भुल्नुपर्छ सब कुराहरू नि आउनुपर्छ सब कुरा ट्राई गर्नुपर्छ कि जिन्दगी हो एउटा के छ नि जिन्दगी प्रश्न हो सब बुझ्नुपर्छ उत्तर भन्दै त्यस्तै हो केटा हो ल त्यो केटा म अलि तल गएर भेट्छु अहिलेसम्म अलि फाफा फक कुरा नै भने ल केटा त्यही हो मुझे अघि माथि हुँदासम्म 40 थियो तल आउँदाखेरि मुझे कति थाहा छैन अब हेरौँ के हुन्छ मान्छेहरू अनि अब माथि हुँदा हेर्छ मैले चाहिँ त्यही अड्किएँ म चार्जमा चार्ज हेरेको थिएँ यति 40 बजे कति थियो अहिले कति चाहिँ थाहा छैन जति नै हुन सक्यो उयो अचलबोट छिर्न लाग्यो क्या हामी त अचलबोट अब आइपुग्यो ओह्रालो आयो क्या होइन यसरी हिँडिराख्नुपर्छ दिस इज फार बेटर देन डुइङ लभ होइन त तपाईँको भनाइ भन्नु त यसबारे म केही पनि भन्दिनँ लभ भन्दा त पछि यसरी आफू एक्लै रमायो आनन्द सफा धेरै हिँड्नुपर्छ गर्लफ्रेन्ड पनि बोक्नु पर्छ म नि अब मुजी पछि जानुपर्छ मुस्ताङ गर्लफ्रेन्ड बोकेर बवाल बोकेर हिँड्न पाएन तर भन्ने मात्र बोकेर हिँड्न पर्छ भन्ने नपाएसम्म बोकेर हिँडेपछि चाहिँ अन्त त्यहाँबाट लगेर आउँथ्यो मैले चाहिँ नगर है मैले चाहिँ गरेँ हो क्या होइन तर केटा यस्तो हो कि सबैलाई एउटा सहारा चाहिन्छ होइन फुजी खालि गर्लफ्रेन्ड बोकेर निकाल्यो कि माया आँखा रसाइहाल्छ यार त्यही केटा अब यहाँ
ट्रेकिङ भन्न आएको थियो के भन्छ अरे यसलाई आउटिङ के लगडा धेरै चुकेका यार सो त्यही हो अब रमाइलो हान्नुपर्छ यहाँनिर सही थियो स्कुल एरिया ड्राइभ स्लो यस्तो बेलामा चाहिँ स्लो चलाइदियो एउटा हो स्कुलदेखिको त्यो स्यान्डहरू यस्तै छ अब टक्क साधन लिएर मुनि ड्राइभर राखेर खोक्रा हिँड्नुपर्छ आमा यस्तो छ है यतिको चाहिँ हुनुपर्छ तिमीहरूको एकदम बेस्ट हो नि यो चाहिँ एकदम काम लाग्ने चिज हो यो डेन्जर काम लाग्ने चिज हो है तिमीहरूको टर्निङमा होइन अब अगाडिबाट आएको छैन त्यो चाहिँ हुनुपर्छ त्यो चाहिँ मलाई जहाँसम्म याद छ कन्भेक्स लेन्स हो क्या यार कन्भेक्स हो कि कन्भेक्सै हो क्या कन्भेक्स लेन्सै हो मलाई थाहा भएन है केटा कमेन्ट हान्न त्यस्तो थाहा भएकोले मलाई जहाँसम्म लगाइरहेको साउन्ड राम्रो आएन होला तर म चिच्चाइ बोलेछु होइन टोल धर्काउँदै तर पनि अब जे होस् नआए पनि यसो माइन्ड नगरेको केटा है त्यो आजको चाहिँ भिडियो एकदम लामो नै भयो उस्तै परे आधी घन्टाकै भयो होला है हुन्छ होला मैले लगभग मिलाएर हाल्छु आधी घन्टाकै बनाउँछु होला आधी घन्टाको भयो नि हेरिदेऊ न के भएर खाना खाने बेलामा टक्क भ्लग हेर्दै खाऊ अब यता हल्का सानो दिन खोल्ने होला फ्यामिली के है फ्यामिली फ्रेन्डली न होला तर पनि हेर त्यस्तो ब्याड छैन यस्तो हो कि आफूलाई जे गर्दा खुसी लाग्छ म गरिदिने हो कि होइन त सय सबसे बिग साउट आउट टु मेरो राहुल दाई है आजको राइडको अर्गनाइजर नै हाम्रो यही पोखरा हुर्कै हो पोखरा के अरे दाइ मैले बिर्सेँ पोखरा राइडर सुट पोखरा राइडर सुटको क्रिएटरै हो है त्यो भने भयो न त राइडर सुट पोखरा भने भयो खासमा हाम्रो चाहिँ यस्तो यो ठुलो त्यो ठुलो भन्ने छैन केटा सब इक्वेल हो होइन अनि आज चाहिँ हाम्रो दाइले राइड के भन्छ त्यसलाई अर्गनाइज हान्यो बबाल अब फेरि 2 दिनपछि कमेन्ट हान्ने केटा होला कहाँ गएको हेर्न मन छ हामीले चाहिँ एउटा ठाउँ प्लानिङ गर्दैछौँ त्यो चाहिँ सरप्राइज हो त्यो चाहिँ अलि नभनिहालौँ होइन त दाइ त्यो चाहिँ अलि नभनिहालौँ फाइदा हो कि अनि त्यो चाहिँ अलि नभनिहालौँ तर छन चाहिँ छ 2 दिनपछि राइड आउँछ पक्का भएर होइन त दाइ त्यो केटा होला अब चाहिँ हामी अचल बोट छिर्दैछौँ अचल बोट भाइ त्यहाँ एक्कासी बुढाहरू रोकियो किन रोकियो अब चाहिँ त्यही भएर म यसरी लगडा यहाँ चाहिँ दिनमा वासिनी खुट्टा चाहिँ तर काम ल मेरो दाइ ल दादा नेक्स्ट टाइम भेटौँ न ल दादा ओके ए फर्किसक्यो होइन हाम्रो दाइले कक्का लुक्स थियो अब सोह्र केटा हो अब पछि फर्किने यार केटा हो यार स्याड भयो भने यार उयो अगाडिको गल्ली चिम्पाला यहाँबाटको भएर होटल निस्किन्छ अनि त्यतैबाट सिधै तल जान सजिलो ल पोखरा हुर्स है केटा पोखरा हुर्स सो मैले त्यो त्यसको लिङ्क पनि म राखिदिन्छु होइन बायोमा त्यो चाहिँ म पढेको स्कुलै केटा हो सो म त्यसको लिङ्क चाहिँ म बायोमा राखिदिन्छु होइन अब इन्ट्रेस्टेड हुनेहरू जाऊ गर हाम्रो दादा नि भेट भइसक्यो त्यहीसम्म होइन कहाँ त नि बिहानै मेसेज हानिरहेको तपाईँ मेरो फोन हुनु परेन कहाँ गएर यही चोकसम्म केटा हो म चाहिँ हामी चाहिँ यहाँनिर रेस्ट लिँदै बस्या हो अनि त्यो दाइले चाहिँ उता त्यो अघि भेटेको उसलाई छोड्न गइदिँदैछ
सो हाम्रो यताबाट चाहिँ यहाँ कता पुग्छ के छ भाइ भाइलाई फिस हाल्ने हो सो यहाँबाट चाहिँ हाम्रो तल पुग्छ यहाँबाट चाहिँ उता अचलबाट निस्किनु भयो अनि यहाँबाट चाहिँ उता निस्किन्छ अनि त्यही हो यहाँ भाइले स्टोन हानेर ल सय भाइको सय बवाल ल फेरि वान्स मोर भाइलाई बेला टिभी हानेको ओ स्टोन राइडरहरू त भाइ त ओ भाइले दियो है भाइलाई फर्काएर भयो भने गर भन्नुपर्छ ल भाइ फेरि ओ भाइ गुल्टियो केटा हो गुल्टियो भाइ सय त्यही हो केटा हो अरू त केही छैन त्यहाँबाट अचलपुर जाने दाइ आउँदैछ होला अनि निस्कियो त्यस पछाडि अनि फर्किसकेको यहाँबाट नि रेस्ट हानेको ठाउँबाट निस्किसक्यो अब म अघि भनेको बाटो यता हो केटा हो तर यो भनेको चाहिँ नाइटमा हिँड्ने केटा हो यस्तो बवाल छ नि पोखरा सिटी होइन त दाइ नाइटमा हिँडेको बवाल फाइदा छ गियरमा 60 3 गियरमा 60 है केटा हो 3 गियरमा 60 अहिले फेरि मामाले भिडियो देखेर मुला यहीँ हो त है कस्तो बिर्सिरहेको भाइ यार यहीँ हो त कस्तो बिर्सिरहेको मैले के अब जाने त्यो स्थान हुँदैन के गर्ने हो